हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म सोनादा टु दार्जिलिङ जाँदैछु। सो हेर्दै गर्नुहोस् अब के हुन्छ होइन। गाइज म चाहिँ फाइनली दार्जिलिङ आइपुगेँ हो। अन्त माथि जाँदैछु म चाहिँ बिग बजारपट्टि जाँदैछु। अब बिग बजार जान्छु, त्यहाँदेखिको चाहिँ गोर्खाहाट जान्छु। हेर्दै गर्नु। सो गाइज अब चाहिँ म चाहिँ गोर्खाहाटमा छु हो। सब्जीहरू स्टार्टिङमै सब्जी रहेछ। अन्त सब्जीहरू जरा यसको सबै रहेछ, लोकलहरू सबै यो चाहिँ। अन्त गोर्खाहाट। अन्त त्यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ सब्जी हो सबै। गोर्खाहाट चाहिँ यस्तो छ हो। म चाहिँ स्टार्टिङमै रहेछ, यहाँनिर ह्यान्डमेडहरू पनि रहेछ, ह्यान्डमेडहरू सबै छ। यहाँनिर अचारहरू हो। अन्त यहाँ भाँडाहरू पनि पाउँदो रहेछ यहाँनिर चाहिँ। अन्त फुलहरू, अन्त यहाँ सेलरोटी पानीपुरीहरू होममेड यस्तोहरू पुरा आफू हुन्छ नि, होममेडहरू राखेको हुँदो रहेछ पुरा। गोर्खाहाटमा चाहिँ कुखुराहरू पनि रहेछ हो, लोकल कुखुराहरू। अन्त यहाँनिर छ बुक्सहरू। अन्त त्यहाँदेखिको यता बुक्स, यता खाप्चीहरू पनि छ रहेछ। अन्त मैले चाहिँ यो मात्रै किनेँ अहिले भर्खरसम्म हो। घुम्दैछु यता खानेपट्टि आएको। साबुन किनेँ मैले, त्यो विदाउट केमिकल मेड भएको हुन्छ नि गोर्खाहाट। अन्त यहाँनिर चाहिँ नि ढेँडो रहेछ हो। ढेँडोको दोकानमा चाहिँ यस्तो लाइन छ हो, तर म चाहिँ ढेँडो खाँदिनँ। ढेँडो पाक्दैछ यहाँ, लोकल कोदोको ढेँडो। यतापट्टि पनि रहेछ कोदोको ढेँडो। अन्त मोमो खाँदैछु हो, देखाउनु त्यही भएर मैले चाहिँ तातो मोमो खाँदैछु गोर्खाहाट। भेज मोमोहरू चाहिँ म चाहिँ मोमो खाँदैछु हो, अचारको मोमो। सो अब चाहिँ मैले चाहिँ चटपटी किनेँ गोर्खाहाटमा हो। त्यहाँदेखि चटपटी खानु पऱ्यो। भिडियो बनाउनु पनि मिल्दैन रहेछ हौ। अब दार्जिलिङको गोर्खाहाट घुमिसकेर पनि रिङ मल जाँदैछु। अन्त के किनेन मैले खाएँ हो। अन्त नियोमा पेस्ट्री किनेँ। अन्त त्यहाँदेखिको यो साबुन किनेँ, त्यति हो। अन्त अरू त के पनि किनेन, उकालो जाँदैछु। अहिले चाहिँ थर्सडे भएर प्रायः दोकानहरू बन्द हुँदो रहेछ हो। अन्त म चाहिँ गोर्खाहाटमा चाहिँ केही किनेन हो, खाएँ मोमो खाएँ, अन्त चप खाएँ। खाएको चाहिँ अलिकति भिडियो बनाउनु पोसिबल भएन, किनभने म एक्लै थिएँ नि त हो। अन्त अलिक साह्रो पऱ्यो। अन्त अब चाहिँ रिङ मल जाँदैछु। तपाईँहरू यहाँनिर जडीबुटीहरू हो, जडीबुटीको प्रायः दोकानहरू बन्द रहेछ हो। थर्सडे भएर मार्केट बन्दहरू पनि थाहा छ, तर तल गोर्खाहाट भएकोमा चाहिँ भिडै छ। गाइस म चाहिँ फाइनली रिङ मल आइपुगेँ दार्जिलिङमा होइन। बाहिर छु, अहिले चाहिँ मेरो भित्र पनि जान्छु। अलिकति सानो काम छ, त्यहाँ गएर भित्र जानु पऱ्यो। अब चाहिँ हामी रिङ मलमा सपिङ गर्छौँ। यो हाम्रो सपिङ गरेको टाइम चाहिँ हो। अन्त रिलायन्समा सपिङ गरेर गएको अब ग्रोसरिजको। अन्त हामी जाँदैछौँ ओह्रालै। अब चाहिँ सोनादा जाने, घर जाने हो। अन्त मेरो हातमा पनि छ चाहिँ गोर्खाहाट।
दबाईहरू अन्त यो होममेडहरू सब्जीहरू चाहिँ तल नै स्टार्टिङमै छ। हेलो गाइज, अब चाहिँ म बल्ल बल्ल फाइनली दार्जिलिङबाट चाहिँ घर आइपुगेँ। पाएँ हेलो भन भाइ। हेलो गाइस, आज के पो छ हाम्रोमा देखाइदेऊ न। मैले के ल्याइदिएँ दार्जिलिङबाट? दार्जिलिङबाट ह्यारी पोटरको किन्डर जय छ। आज हामी यसको अनबक्सिङ गर्नु आँटेको। कसको पो हो यो त? एउटा तिम्रो एउटा मेरो नि। तर खेलाउनु त दुईटै मेरो है। लेट इट बी। लु अब हामी अनबक्सिङ गर्छौँ हेर्दै जानुहोस्। फर्स्ट गाइस हो अब हाम्रो पहिलो ह्यारी पोटरको जानु आँटेको छ। किन्डर जय हामी आफ्नो आफ्नो अनबक्सिङ गरौँ न त। पहिला नाना गर्नुहोस्। तिमी गर न, सँगै गरौँ न। 1 2 3 ल। 1 2 3 मैले त खोल्नै सकिनँ। ओ पुरा कडा। खोल्यो 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 खोल्यो, मेरो पनि खोल्यो। यहाँ हुन्छ है भाइ। फर्स्ट ह्यारी पोटरको किन्डर जय चाहिँ नि हामीले कहिलेदेखि है भाइ खोजेको हो। उसले पनि खोल्यो। यो गाइस यो भयो चम्ची है। अब गाइस अब हेर्दिन हामी के हुन्छ। What is this? अम्बो रन आयो, ऊ आएछ, हर्माइनी आएछ। हर्माइनी एकछिन नगर्नु यो यो चार्जरमा रहनु तपाईँको यता छ है। Is it? गाइस अब यो म अनबक्सिङ गर्नु गएको। ओ ह्यारी पोटर पाएँ। आम्मा वाउ, यो so lucky है। ह्यारी पोटर। मैले चाहिँ यो पाएँ हर्माइनी। गाइस मैले ह्यारी पाएँ। मैले हर्माइनी पाएँ हो। अनि तिमीले के पायो? खै हामी दुईजनाको गिफ्ट देखाउँ न। चिम्ना म जोडिहाल्छु। म यो त आई थिङ्क पेन्सिल उयो होला हौ। हजुर म त पुरा लक्की रहेछु नि। ह्यारी पायो नि। तर यस्तै चाहिँ कसरी यो चाहिँ? यो यस्तै चाहिँ पाउँदैन ह्यारी पनि। पाउँछ फुल बिनाको। पाउँछ। उसले पनि ह्यारी पायो हो। तर यो चाहिँ के हो यो? हर्माइनी। यो दुइटा पायौँ हामीले हो। दुइटा लेख्छ। अब नेक्स्ट टाइममा हेरौँ न। नेक्स्ट टाइम अझै ह्यारी जुरेको छ कि ह्यारीमा पाउँछौँ है भाइ। पेन्सिल अब म यसमा पेन्सिल हाल्छु। यसमा चाहिँ मिठा हुन्छ। अब गाइस मिठा हुन्छ। मिठा गफ खाइदिनु पर्छ। पुरा मिठाई पनि खाइदिउँ न अन्त होइन। म पुरा लक्की रहेछु नि है। हामीले कहिलेदेखि उयो गरेको है भाइ? हजुर पुरा खोज्यौँ। पुरा बेस्ट हुन्छ गाइस। अब तिमी चाहिँ फर्स्टमा चाहिँ उयो खाएको। म त कम्ती उसले खाइसक्यो है। देखाउँदा तिम्रो पनि यस्तो डिफ्रेन्स। उसलाई छिट्टो खाइसक्यो, मैले चाहिँ ढिलो खान्छु हो। वर्ल्डको बेस्ट चकलेट गाइस। किन्डर जय तर मिठो हुन्छ है। हामीले पनि पाएको रहेछौँ। के हो त्यो? स्टिकर? नट स्टिकर, दिस गाइड बुक। वी क्यान प्ले ह्यारी पोटर गेम्स। ओ इट्स माई। त्यो कसरी हो? एउटा एप हुन्छ कि यसमा स्क्यान गरेर म तपाईँलाई देखाइदिन्छु। किन्डर जय सक्यो। यो अब आजको भ्लगमा चाहिँ यति थियो होइन। भिडियोमा चाहिँ यति नै थियो हो। हाम्रो दार्जिलिङबाट आएर पनि मैले भिडियो बनाएँ हो। मलाई त अहिले याद भयो यो मैले यो ह्यारी पोटर पाएको थिएँ नि। यो चाहिँ पेन्सिलको माथिको टपको रहेछ। यो यस्तो कसरी चाल पायो? यहाँनिर ए त्यहाँ रहेछ नि त है। टपमा रहेछ। अब उसले लाइ पनि पाल्छ त। लान्छु। स्कुल लान्छ नि त उसले है। उसको चाहिँ स्कुल लाग्दैछ हो। देखाइदिन्छु। त्यहाँदेखिको चाहिँ उयो छ। बाई बाई गाइस, सी यू इन द नेक्स्ट भिडियो। आजको लागि चाहिँ यति नै थियो। बाई बाई भन भाइ। बाई बाई।